Thank you. Alright, यो सांगीतिक माहौलले तातिरहेको यो माहौललाई अझै तताउनलाई आउँदैछन् चितवनका गाजले गाजले नक्कले भाइ एन्सेल बोय सुरेश लामा, जसलाई अहिले दर्शकहरूले जिरे भनेर अझ बढी चिन्न थालेका छन्। सुरेश लामा। पागल म बन्न सक्छु, सक्दिन तिमीलाई छोड्न, म मृत्यु रोज्न सक्छु, सक्दिन रोज्न, छोडी गयो मलाई किन ए जिन्दगानी सल्कियो गोमनमा आँखामा पर्छ पानी, पागल म बन्न सक्छु। सक्दिन तिमीलाई छोड्न, म मृत्यु रोज्न सक्छु, सक्दिन रोज्न, छोडी गयो मलाई किन ए जिन्दगानी सल्कियो गोमनमा आँखामा पर्छ पानी, पागल म बन्न सक्छु। यार सुरेश, मान्छे पागल हुन्छ नि, यसरी नगाऊ के जस्तै म हैन। तिमीले त्यो कुनै कुनै लोको ल्यान्डिङ नोटहरूलाई अझ केयर गर्यो भने अझ बढी पागल हुन्छन्। योभन्दा अझै बढी पागल बनाउनु छ भने चाहिँ त्यो कुरालाई केयर गर। तर आज तिम्रो गीत सुनेर म एकदम करिब करिब तिमीलाई हेरेर गीत सुनेर झन् झन्नै रोएको थिएँ। बहुत राम्रो गायो तिमीले आज। अल द बेस्ट। थ्याङ्क यू। रेखाजी यस्तो एकोरिरहनु भएको थियो हेर सुरेश। मलाई चाहिँ एकदमै राम्रो लाग्यो तपाईँको भोइस। Thank you so much. एकदम I love you so much. Thank you so much. वाउ, लभ यु भन्ने कमेन्ट अहिलेसम्म कसैले पाएको थियो? अब त पागलै हुन्छ सुरेश। भोट अपिल गर्नुभन्दा पहिला हाम्रो रेखा म्यामलाई I love you too हो क्या? स्टेजमा बोलाउन चाहन्छु। आशैको गुलेलीले नजरैको मट्याङ्गाले कालीको मुटुलाई बनाई निशाना हानौला तन्काएर but slowly 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 but slowly 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 लौ आशैको हिम्मत छैन, पाउने किस्मत छैन, है पनि बित्तिदैन रहेछ नि सिपालु बल्ल थाहा हुँदैछ है but slowly 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 slowly। ओके रेखाजी, अब तपाईँको अपकमिङ मुभी कहिले हुँदैछ, के हुँदैछ त्यो पनि? पुसको 25 गतेबाट अल नेपाल
तपाईँहरूकै तथास्तु लाग्दैछ। दर्शकहरूले जसरी मलाई अघिल्लो चलचित्रहरूमा माया गरिदिनु भएको छ होइन, त्यसरी नै मायाको अपेक्षा राखेको छु। जसरी मलाई काली हिम्मतवाली बनाइदिनु भयो र तपाईँहरूको तथास्तु लिन म आउँदैछु। म चुले निम्तो दिन्छु सबैजना दर्शकहरूलाई यही नेपाली तारा कार्यक्रम मार्फत। यदि हजुरहरूलाई मेरो पर्फर्मेन्स राम्रो लागेको छ र नेपाली ताराका अघिल्लो राउन्डहरूमा देख्न चाहनुहुन्छ भने प्लिज यहाँहरूले मलाई भोट गरिदिनु होला। र भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा जानुहोस्, NT टाइप गर्नुहोस्, 1 स्पेस अनि SUR टाइप गर्नुहोस् र त्यसलाई 270